राजनीतिक यात्राको सुरुवात हुँदैछ। त्यो अर्को राजनीतिक यात्राको सुरुवात भनेको म अब आगामी फागुन 21 मा हुने निर्वाचनको सन्दर्भमा म यो प्रतिनिधि सभाको निर्वाचनमा सांसदको रूपमा उम्मेदवार भएर म चुनावमा उठ्दैछु र त्यो चुनावमा उठ्ने यहाँहरूलाई बडो चासोको विषय बनेको छ। चुनाव कहाँबाट उठ्छ भनेर यो विगतमा मैले सबै कुराहरू खुलाएको थिइनँ, तर आज यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु। मैले चुनाव उठ्ने क्षेत्र भनेको ललितपुरको क्षेत्र नम्बर 2 हो र मैले आज यति भनिराख्दा यहाँहरूको मनमा परेको होला यो कुरा पहिल्यै भनेको भए हुन्थ्यो, किन भनेनौ? पार्टी कुन पार्टीबाट पहिल्यै भनेको भए किन भनेनौ? राजनीतिमा आउँदैछ भन्ने हल्ला आइरहेको थियो, किन भनेनौ? यस्ता धेरै प्रश्नहरू पत्रकार साथीहरूले मलाई सोध्नुभयो। तर मैले एउटा कुरा के निवेदन गर्न चाहन्छु भनेदेखि यहाँहरूलाई स्पष्ट रूपमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको सरकार नागरिक सरकार हो। नागरिक सरकारप्रति जनताको आस्था छ, आशा छ, विश्वास छ र भरोसा छ। नागरिक सरकारमा रहेको एउटा व्यक्ति सँगसँगै राजनीतिमा पनि र पार्टीमा पनि अगाडि लगेर जान्छु भन्नु त्यति धेरै उपयुक्त हुँदैन। त्यसकारणले गर्दाखेरि म पार्टीमा लागेको अथवा चुनावमा जान लागेको, चुनावमा लड्ने स्पष्ट, चुनावमा उठ्ने स्पष्ट जानकारी तपाईहरूलाई गराउनु पूर्व मैले सरकारको मन्त्री पदबाट राजीनामा दिनुपर्छ, त्यसपछि मात्रै मैले भन्न मिल्छ। किनभने म सरकारको प्रवक्ता हो। सरकारको प्रवक्ता भइसकेपछि त्यो सरकारको मर्यादा र दायराभित्र मैले रहनुपर्छ भन्ने हिसाबले मैले सार्वजनिक रूपमा कहीँ पनि कहिल्यै पनि कुनै पनि रूपमा म चुनाव लड्दैछु, फलानु पार्टीबाट चुनाव लड्दैछु, यहाँ चुनाव लड्दैछु भनेर मैले कहिल्यै पनि काहीँ पनि बोलिनँ। त्यसकारण यो नबोलेकोमा तपाईँहरूलाई केही असहज भयो, म बुझ्न सक्छु कि पत्रकार साथीहरूलाई जब कुराहरू बाहिर आइसकेपछि कहाँबाट के कस्तो भन्ने स्वाभाविक हुन्छ। त म आफै पत्रकार हुँदा पनि अनुभूति थियो। तर म सरकारको प्रवक्ता र मन्त्री भएको कारणले मेरो पदीय जिम्मेवारी र मर्यादा यहाँहरूले बुझिदिनु भएकोमा म आभार व्यक्त गर्दछु र धेरै जिद्दी गरेर नसोधिनु भएकोमा पनि म आभार व्यक्त गर्दछु। र आज तपाईँसँग अहिले म बोलिराख्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मन्त्री पदबाट राजीनामा